हेलो नमस्ते अनि ह्याप्पी सन्डे सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु र यहाँ सचिन साथी र म चाहिँ सिङताम जान लागेको है। आज चाहिँ यो गाडीको अलिकति काम छ है, ग्यारेज जानुपर्ने छ र साथी र म चाहिँ जाँदै थिएँ। यहाँ साथीले चाहिँ हल्का भिडियो गर्दै थियो र अन्त म भने चाहिँ ड्राइभ गर्दै थिएँ नि त। दुईजना गफ गर्दै लाग्यौँ है सिङतामतिर र अहिले भने चाहिँ सिङताम बजार आइपुगिसकेको छौँ र हामी जानुपर्छ गोलीटार है। पहिला चाहिँ ग्यारेज जानुपर्ने छ है यो गाडी बनाउनु र गोलीटार आइपुगेर यहाँनिर चाहिँ चेक गरिदिँदै थियो है। मेन प्रब्लम चाहिँ लाइटमा थियो नि त, हेडलाइटमा। अन्त यहाँनिर चाहिँ साथीले चाहिँ बल्ब चेन्ज गर्नुपर्छ भनेर बल्ब निकालिदियो र बल्ब फेर्दै थियो र दुईपट्टिकै बनाउनु पर्ने थियो र दुईपट्टिकै बल्ब चेन्ज गर्नुपर्छ भनेर दुईपट्टिकै बिचराले चेन्ज गरिदियो है। अन्त चेक गर्नुपर्छ भनेर चाहिँ चेक गरेको, एकदम दामी भएछ। अब चाहिँ बल्न थाल्यो है। अन्त बल्ब चेन्ज गरिसकेर चाहिँ अलिकति ह्यान्डब्रेक पनि लागेको थिएन र चाहिँ चेक गरिदिनुहोस् न भनेर यहाँनिर चाहिँ अङ्कल मुनि बसेर चेक गरिदिनु हुँदै थियो र ह्यान्डब्रेक चाहिँ भएन है, एक्जस्ट भएन र चाहिँ यहाँबाट जुमो साथी अब सक्यो काम भनेर चाहिँ निक्ल्यो। अन्त स्टिकर टाल्नुपर्ने छ भनेर चाहिँ साँच्ची नै अन्त जुमो साथीकोमा भनेर चाहिँ यहाँनिर चाहिँ दिपक साथीकोमा आइपुग्यो र साथी छैन रहेछ। अन्त सचिनले चाहिँ आइसक्रिम लिएर आयो दुईजनाको लागि है। अन्त दुईजना गफ गर्दै आइसक्रिम खाँदै बसिरहेको थियो र दिपक साथी पनि आइपुगेछ है। अन्त यहाँ साथी लो स्टिकर टाल्नुपर्ने भनेर चाहिँ बाहिर निक्लेको चाहिँ यहाँनिर चाहिँ हाम्रो दाजुहरू सबैजना भेटे है। अन्त सबैजना भेटेर चाहिँ एकछिन गफ गऱ्यौँ है। अन्त यहाँनिर चाहिँ आज धेरै दिन बादमा भेट्यो भनेर चाहिँ अन्त दादाहरू जाने भनेर चाहिँ निक्लिनु भयो नि त। अन्त साथीलाई लु साथी स्टिकर टालौँ भनेर चाहिँ साथीले चाहिँ दिपक साथीले स्टिकर बोकेर आयो। अन्त यहाँ पुरानो चाहिँ डल्लै उकाउनुपर्छ तिम्रो भनेर चाहिँ अन्त यहाँ मजाले सफा गरिदियो है त्यसो भए भनेर चाहिँ बिचराले मजाले सफा गरिदियो है। अन्त यहाँनिर चाहिँ स्टिकर टाल्नु थाल्यो। अन्त साथी मजाले एकदम चिडिक्कै टालिदियो है भनेर चाहिँ म बिचराले है बहुत दुःख गरेर चाहिँ टालिदियो है। अन्त यहाँनिर चाहिँ फेरि बाहिरबाट एउटा टाल्नुपर्छ भनेर चाहिँ अर्को पनि लगायो उसले। अन्त साथी उक्किँदैन होला नि, उक्किँदैन भनेर बिचराले दुःख गरेर लगाउनु चाहिँ लगाइदियो। अन्त यहाँ लगाइसकेर चाहिँ कस्तो देख्ने रहेछ बाहिरबाट हेरौँ त भनेर चाहिँ गएको, यस्तै चिडिक्कै देखेछ है सानो मजाको। अन्त अरू पनि टाल्नु थियो र चाहिँ यहाँनिर है उसले टालिदिँदै थियो बिचराले दैलोतिर पनि। अन्त सबै दैलोमा टाल्नुपर्छ भनेर चाहिँ बिचराले लगाइदियो रेनगार्डमा है मजाले व्हाइट कलरको। अन्त यहाँभित्र चाहिँ मम ड्याड टाल्नु मन थियो नि त, अन्त टालिदेऊ न भनेर बिचराले मजाको चिडिक्कै बनाएर त्यो पनि लगाइदियो र स्टिकर चाहिँ लगाइसक्यो आज चाहिँ है। उति नै लाउनु थियो। अन्त साथीले केही देऊ न साथी भनेर बिचराले फ्रेसनर दियो गिफ्ट है। अन्त ल साथी त्यसो भए चाहिँ धन्यवाद तिमीलाई धेरै धेरै भनेर चाहिँ अन्त लगाएको भनेर यहाँबाट निक्ल्यो है। अन्त बजारमा जाउँ हौ एकछिन, भोक पनि लाग्यो खाजा खाऊँ भनेर चाहिँ अन्त यहाँ आएर चाहिँ गोसखान डाँडामा है गाडी साइड गरेर चाहिँ दुईजना लाग्यौँ बजारतिर र भोक लागिरहेको थियो र यहाँ आएर चाहिँ मोमो माग्यौँ है मोमो दोकानमा। अन्त दुईजनाले चाहिँ मोमो खायौँ मजाले, फेरि थपी मोमो खाएर चाहिँ है दुईजना टन्नै भयौँ भनेर चाहिँ अन्त चाहिँ जानुपर्छ अब भनेर चाहिँ गाडीमा आएर बसेर चाहिँ अन्त निक्ल्यौँ हामी यहाँबाट है। गाडी धुनुपर्छ अब गएर, निकै दिन भयो गाडी नधुएको भनेर चाहिँ आयौँ बजारबाट निक्लेको। अन्त यहाँ अलैँची आइपुगेर चाहिँ यहाँनिर चाहिँ पानी देखेर चाहिँ लु धुउँ यहाँनिर भनेर मजाले गाडी धुयौँ। त्यहाँबाट गाडी पनि चिडिक्कै भयो है, अब धेरै दिन बादमा सफा देख्यो भनेर चाहिँ अन्त लु जानुपर्छ अब भनेर मेरो पाला गाडीमा चढेँ। त जाउँ भनेर चाहिँ यहाँ घर आइपुगेँ साथीले दिएको फ्रेसनर झुन्डाएर है। अन्त मजाको एकदम आज चाहिँ चिटिक्कै भयो भनेर चाहिँ अन्त आजको सन्डे चाहिँ यस्तै भयो है। गाडीमै दिन गयो स्टिकर लाउँदा र के गर्दा भन्दै साथी र म चाहिँ। अन्त म चाहिँ अघि लुगा डल्लै खोलेको थिएँ नि त गाडी धुँदाखेरि। अन्त यहाँनिर गाडी राखेर चाहिँ अब जानु पऱ्यो घरतिर भनेर लुगा काँधमा जुत्ता बोकेर चाहिँ लाग्यो। आजको दिन चाहिँ यस्तै भए कस्तो के लाग्छ भन्नुहोस् है।